नमस्कार साथीहरू, थर्ड आई तेस्रो आँखा च्यानलमा तपाईहरू सबैलाई स्वागत छ। यदि तपाईलाई वास्तविक, रहस्यमय र डरलाग्दा घटनामा आधारित कथाहरू सुन्न मनपर्छ भने कृपया च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। आज म तपाईहरूलाई सुनाउन लागेको कथा कुनै बनावटी कथा होइन। यो करिब 25 वर्ष अगाडि भएको वास्तविक घटना हो र यो घटना मेरो आफ्नै भिनाजु राजेन्द्रसँग सम्बन्धित छ। म गोपाल आज तपाईहरूलाई त्यो दिनको घटना सुनाउँदैछु जुन हाम्रो परिवारले कहिल्यै बिर्सन सकेन। राजेन्द्र भिनाजु एकदम सीधा, शान्त र इमानदार मान्छे हुनुहुन्थ्यो। घरको सबै जिम्मेवारी उहाँकै काँधमा थियो। बुबा आमा बुढा भइसकेका थिए, त्यसैले घर, खेतबारी सबै काम उहाँले सम्हाल्नुहुन्थ्यो। उहाँ अत्यन्त मेहनती हुनुहुन्थ्यो। त्यो बेला धेरै युवाहरू जस्तै उहाँले पनि विदेश जाने सपना देख्नु भएको थियो। उहाँले एक म्यानपावर कम्पनीबाट प्रक्रिया गरेर मलेसिया जानुभयो। तर त्यहाँ पुगेपछि उहाँलाई थाहा भयो म्यानपावरले गरेको सम्झौता झुटो थियो। उहाँलाई सम्झौताभन्दा बिल्कुल फरक काम दिइयो र तलब पनि अत्यन्त कम। सिधै भन्नुपर्दा उहाँ ठगिनु भएको थियो। केही समय सहनुभयो तर अन्ततः निर्णय गर्नुभयो यो भन्दा त आफ्नै देश फर्केर केही गरिन्छ र उहाँ नेपाल फर्कनुभयो। तर नेपाल फर्केपछि उहाँलाई अर्को समस्या पर्खिरहेको थियो, पुर्ख्यौली सम्पत्तिको झगडा। उहाँको बुबा र काका बीच जग्गा जमिनको विवाद वर्षौंदेखि चलिरहेको थियो। दिनहुँ झगडा, तनाव, गाली। तर यो झगडा साधारण थिएन। गाउँका मानिसहरू भन्थे उहाँको काका तान्त्रिकहरू कहाँ जाने गर्थे र कालो जादु गराउने गर्थे। पहिला त कसैले विश्वास गरेन, तर केही समयपछि अनौठा घटनाहरू हुन थाले। घरमा कोही न कोही अचानक बिरामी पर्ने, कहिलेकाहीँ राति अजीब आवाजहरू आउने, आँगनमा कहिलेकाहीँ रातो धागो, कुखुराको प्वाँख र कालो चिन्हहरू भेटिन्थे। राजेन्द्र भिनाजु सबै कुरा बुझ्नुहुन्थ्यो। उहाँलाई थाहा थियो यो सबै कसले गरिरहेको छ, तर उहाँ चुप बस्नुभयो किनकि उहाँलाई डर थियो यदि उहाँले केही गर्नुभयो भने उहाँका बुढाबुबा आमा एक्लै पर्नुहुन्थ्यो। त्यसैले उहाँले वर्षौंसम्म सबै सहनुभयो, तर भित्रभित्रै उहाँको मन बदला लिन चाहन्थ्यो। एक दिन राजेन्द्र भिनाजु जंगलमा दाउरा काट्न जानुभयो। जंगलको बीच भागमा पुगेपछि अचानक उहाँले मन्त्र जपेको आवाज सुन्नुभयो। ओम ह्रीम क्लीम स्वाहा। उहाँ बिस्तारै आवाज आएको दिशातिर बढ्नुभयो। झाडीको पछाडि लुकेर हेर्दा उहाँले एउटा अघोरी तान्त्रिक देख्नुभयो। उसको अगाडि आगो बलिरहेको थियो। आगोको वरिपरि खप्पर, हड्डी, रातो कपडा र केही डरलाग्दा सामग्री थिए। अघोरीले अचानक आगोमा केही फ्याँक्यो। आगो एक्कासी भयानक तरिकाले बल्न थाल्यो र धुवाँभित्रबाट जस्तो लाग्थ्यो केही आकृति बनेर निस्किरहेको छ। अघोरी त्यो चीजसँग अर्कै भाषामा कुरा गरिरहेको थियो। राजेन्द्र भिनाजुको शरीर डरले काँपिरहेको थियो, तर उहाँ अझै पनि झाडीभित्र लुकेर सबै हेरिरहनु भएको थियो। केही समयपछि अघोरीले ठूलो स्वरमा मन्त्र पढ्यो, स्वाहा, र अचानक सबै शान्त भयो। राजेन्द्र भिनाजु त्यहाँबाट चुपचाप घर फर्कनुभयो। त्यो रात उहाँ सुत्नै सक्नु भएन। बारम्बार उहाँको मनमा एउटै विचार आइरह्यो, यदि मैले पनि यो तन्त्र सिकेँ भने म आफ्नो परिवारलाई बचाउन सक्छु र बदला पनि लिन सक्छु। भोलिपल्ट बिहान उहाँ फेरि त्यही जंगलतिर जानुभयो, तर त्यहाँ पुग्दा अघोरी गायब थियो। केवल रातो कपडा, केही हड्डी र पूजाको सामग्री मात्र थियो। उहाँ निराश भएर घर फर्कनुभयो। केही दिनपछि अर्को घटना भयो। एक दिन राजेन्द्र भिनाजु बजार जाँदै हुनुहुन्थ्यो। अचानक सडकमा ठूलो भिड देख्नुभयो। त्यहाँ एक जादुगर जादु देखाइरहेको थियो। जादुगरले एउटा मानिसलाई कपडाले ढाक्यो र त्यसपछि नक्कली तर डरलाग्दो तरिकाले उसको अङ्ग काटिरहेको जस्तो देखायो। भिड डर र आश्चर्यले चिच्चाइरहेको थियो। राजेन्द्र भिनाजु गहिरो सोचमा पर्नुभयो, यो कसरी सम्भव भयो। त्यसपछि उहाँले खोजी गर्न थाल्नुभयो र अन्ततः थाहा पाउनुभयो यी सबै इन्द्रजाल नामको तान्त्रिक विद्यासँग सम्बन्धित रहेछ। इन्द्रजाल एक पुरानो कालो जादुको किताब। राजेन्द्र भिनाजुले त्यो किताब खोज्न थाल्नुभयो। धेरै समय खोजेपछि एक दिन उहाँलाई एउटा पुरानो इन्द्रजाल किताब भेटियो।
उहाँले त्यो किताब पढ्न सुरु गर्नुभयो। तर त्यो किताब एकदमै डरलाग्दो थियो। त्यहाँ लेखिएको थियो, यो विद्या सिक्ने मानिस अत्यन्त अनुशासित हुनुपर्छ। सानो गल्तीले पनि ठूलो विपत्ति आउन सक्छ। त्यहाँ अझ लेखिएको थियो, केही साधना मध्यरातमा शमशान घाटमा गर्नुपर्छ। राजेन्द्र भिनाजुले सबै नियम पालन गर्नुभयो। दिन बित्दै गयो, तर बिस्तारै उहाँ कमजोर हुँदै जानुभयो। शरीर दुब्लो भयो, आँखा डरलाग्दो देखिन्थ्यो। उहाँ आफैसँग कुरा गर्न थाल्नुभयो। सानो कुरामा पनि अत्यन्त रिसाउने। गाउँका मानिसहरूले भन्न थाले, राजेन्द्र त पागल हुँदैछ। राति उहाँ घरबाट हराउनुहुन्थ्यो। कहाँ जानुहुन्थ्यो, के गर्नुहुन्थ्यो, कसैलाई थाहा थिएन। हामी सबै चिन्तित भयौँ। हामीले उहाँलाई झाँक्री, माता, धामी सबै ठाउँमा लग्यौँ, तर कसैले पनि निको पार्न सकेन। धेरै समयपछि हामीले एउटा नेवारी गुभाजुको बारेमा सुन्यौँ। हामी उहाँलाई त्यहाँ लिएर गयौँ। गुभाजुले राजेन्द्रलाई हेरेर भने, यो साधारण रोग होइन। हामी डरायौँ। मैले सोधेँ, के भयो त? गुभाजुले गम्भीर स्वरमा भने, यसलाई कुनै शक्तिले समातेको छ। यसले आफैले यस्तो विद्या सिक्न खोजेको छ जुन उसले सिक्न हुँदैन थियो। हामीले सोध्यौँ, अब उपचार हुन्छ? गुभाजुले केही बेर सोचेर भने, ढिलो भइसकेको छ, तर म प्रयास गर्छु। उहाँले शनिबार आउन भन्नुभयो र धेरै सामानको सूची दिनुभयो। शनिबार बेलुका हामी सबै राजेन्द्रलाई लिएर त्यहाँ गयौँ। गुभाजुले मन्त्र जप्न सुरु गर्नुभयो, धूप, आगो, मन्त्र। अचानक उहाँले एउटा पेय पदार्थ राजेन्द्रलाई पिउन दिनुभयो। पिउन साथ राजेन्द्र जोर जोरले काँप्न थाल्नुभयो। आवाज पनि परिवर्तन भयो। गुभाजुले सोध्नुभयो, त को हो? राजेन्द्रको मुखबाट अर्कै आवाज आयो, उसले मलाई बोलायो, उसैले बोलायो। त्यसपछि राजेन्द्रले पुरा घटना सुनाउनुभयो। इन्द्रजालको किताब, शमशानको साधना र गल्तीले बोलाइएको शक्ति। धेरै घण्टापछि गुभाजुले कठिन मन्त्र गरेर त्यो शक्तिलाई हटाउनुभयो। राजेन्द्र बिस्तारै सामान्य हुनुभयो। आज पनि जब म त्यो घटना सम्झन्छु, एउटा कुरा बुझ्छु, अहङ्कार र बदला लिन खोज्दा मानिस कहिलेकाहीँ यस्तो बाटोमा पुग्छ जहाँबाट फर्कन धेरै गाह्रो हुन्छ। राजेन्द्र भिनाजु भाग्यमानी हुनुहुन्थ्यो कि उहाँ फर्कन सक्नुभयो, तर सबैलाई त्यो मौका मिल्दैन। यदि तपाईँलाई यो वास्तविक र डरलाग्दो कथा मन पर्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला, किनकि थर्ड आई, तेस्रो आँखामा यस्तै रहस्यमय वास्तविक कथाहरू लिएर म फेरि आउनेछु।